सदरमुकाम गएको बेला छिमेकी देवरको कारनामा देखेर मेरो होसै उड्यो। त्यस दिन उनले मलाई राम्रैसँग पूजा गरे। त्यसपछि जे गरे त्यो म कहिले बिर्सिन सक्दिन। नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईलाई नेपाली रात्रि कथामा। मेरो नाम आशिका हो, म पाल्पा बस्छु। म अहिले 28 वर्षको भएँ। 4 वर्ष अगाडि मेरो बिहे भएको थियो। मेरो माइत कोहलपुर हो। बुढाले विदेशबाट पठाएको पैसा लिन सदरमुकाम गएको बेला छिमेकी देवरले मलाई केरा खुवाएको कथा तपाईहरू समक्ष राख्दैछु। ध्यानसँग सुन्नुहोला, तपाईहरूलाई एकदमै राम्रो लाग्नेछ। मेरो गाउँ दुर्गम पाल्पाको पहाडमा छ। न बिजुली आएको छ न मोटर बाटो नै आएको छ। त्यही भएर विभिन्न सुविधाको लागि सदरमुकाम गइरहनुपर्छ। मेरो घर नजिकै छिमेकी देवरको घर छ। मेरो बुढा विदेश जानुभएको छ। बुढाले पैसा पठाएको लिनलाई पनि हिँडेर सदरमुकाम जानुपर्छ। हाम्रो गाउँदेखि सदरमुकाम बजार जानलाई 3 घण्टा लाग्छ। बुढाले पैसा पठाउनु भएको पैसा लिनलाई मैले देवरलाई साथी बनाएर लग्ने गर्थेँ। देवर 17 वर्षको भए। भदौमा बुढाले पैसा पठाइदिनु भएको थियो। यसपटक पनि मैले देवरलाई नै लग्ने विचार गरेँ। मैले देवरलाई भोलि बजार जाने है बाबु, लाउने कपडाहरू रेडी पार्नुहोला, भोलि बिहानै जानुपर्छ भने। देवर नि खुसी भए, बजार घुम्न जान पाइने भो भनेर। मलाई भोलि बजार जानु छ, बिहानै छिटै जानुपर्छ भनेर रातिसम्म निन्द्रा नै लागेन। 1 बजेतिर निदाएछु। अनि बिहान 5 बजे निन्द्रा खुल्यो। मैले नास्ता बनाएर देवरलाई बोलाउन गएँ। देवर सुतिरहेका थिए। मैले देवरलाई आवाज दिएँ। देवरको आमाले देवरलाई भनिन्, पल्लो घरे भाउजू आइछन्, छिटो उठ, बजार जाने गरे। देवर पनि ढिलो भयो कि के हो भन्दै छटपटाउँदै उठेर नुहाउन गए। मैले देवरको आमासँग कुरा गर्दै भने, हजुरलाई के सामान ल्याइदिने हो? आन्टी, उहाँले चुडा पोते धोती ल्याइदिन् भन्दै देवरलाई छिटो गर, फेरि फर्किन ढिलो हुन्छ भन्नुभयो। मैले पनि हँ मिलाएँ। अनि देवर पनि छिटो छिटो नुहाएर कपडा लगाइजाऊ भाउजी भने। देवर र म मेरो घर आएर मैले बनाएको नास्ता खाएर सदरमुकामको लागि हिँड्न लागेको। देवरको आमाले रात पर्न लाए त उतै बस्नु, रातमा हिँड्न राम्रो हुँदैन भन्नुभयो। मैले ल हुन्छ भने। त्यसपछि हामी सदरमुकामको लागि हिँड्यौँ। शुक्रबार 1 बजे ब्याङ्कमा पैसा निकाल्न नपाइने भएकाले देवर बाबु र म खुब दौडिएँ। आधी बाटो पुग्दा मलाई काँच र धेरै थकाइ लाग्यो। म अलि मोटी भएर होला, हिँड्न नसकिने झैँ भयो। एकछिन बस्यौँ। करिब 15 मिनट बसेपछि देवरले बिस्तारै जाऊ भाउजू भने। मैले पनि हुन्छ भन्दै पछि बिस्तारै हिँडेँ। देवर पातलो, स्लिम र उमेर सानै भएकाले काँच थकाइ लाग्ने कुरै थिएन। लगभग 1 घण्टा भन्दा नि धेरै थियो बजार पुग्नलाई। म हिँड्न नसकेर पैसा निकाल्ने समय सकिसकेको थियो। देवरले मलाई 1 बजिसक्यो भाउजू, अब के गर्ने भने। त्यसपछि मैले बजोस् भन्दै एक ठाउँमा बसेँ। म बसेको देखेर देवर पनि बसे। हामी कुरा गर्न थाल्यौँ। देवरले मलाई सोधे, भाउजू काँच भनेको के हो? यो केमा लाग्छ? देवरको त्यो प्रश्नले मलाई लाज लाग्यो। अनि मैले केही भन्न नपाउँदै देवरको आमाले फोन गर्नुभयो र सोध्नुभयो, पैसा निकाल्यो? मैले भने, कहाँ निकाल्नु आन्टी, पुगेको नै छैनौ। मलाई काँच लागेर हिँड्नै नमिल्ने भएको छ। भोलि फेरि शनिबार, अब यहीँबाट फर्किन्छ कि हो? देवरको आमाले फेरि, किन फर्किने, बिस्तारै जाऊ, त्यहीँ बसेर आइतबार पैसा निकालेर आऊ, घरतिर म हेरिदेऊला भन्नुभयो र फोन राख्नुभयो। हामी पुनः कुरा गर्दै हिँड्यौँ। 3 बजेतिर बजार पुग्यौँ र बास बस्ने होटल खोज्न थाल्यौँ। होटल खोज्दा 5 बजिसकेको थियो। सबैले कोठा प्याक छ भने। बल्ल एउटा होटल साउनीले एउटा कोठा मात्र छ, त्यो पनि एटेच रुमवाला भनिन्। मैले हुन्छ भन्दै चाबी लिएर 105 नम्बरको कोठामा गयौँ। देवरले यताउता हेरेछन्, भाउजू एउटा मात्र खाट छ त भने। मैले जवाब दिँदै, साउनीले एटेच रुम भन्थ्यो, यही भएर हो देवर बाबु भने। त्यसपछि देवरले म कहाँ सुत्ने भनेर सोधे। मैले यहीसँग सुत्ने भन्दै देवरलाई पसलमा गएर एउटा लगाउने तेल र 1 बोतल रम लुकाएर ल्याउन 3000 रुपियाँ दिएर पठाएँ। देवरलाई जाँदै भने, बाबु जे खाने हो आफ्नो लागि पनि लिएर आउनु, धेरै थकाइ लागेछ, खाएर सुत्नु पर्ला भनी सोच्दै काँस लागेको कारण म नुहाउन गएँ। नुहाएर कपडा फेर्दै थिएँ। देवरले ढोका ढक गरे। मैले एकछिन म कपडा फेर्दैछु भने। अनि 2 मिनटमा कपडा फेरेर ढोका खोले। देवर मलाई देखेर एकछिन हेरेको हेरे भए। मैले लुङ्गी नलगाई पातलो ट्राउजर लगाएको थिएँ। देवर कोठाभित्र लजाउँदै पसे। देवर पसलमा गएर मैले भनेको सबै ल्याएर आएका थिए। देवरले लाज मानी भुइँतिर हेरिरहेका थिए। मैले किन लजाउनु, मान्छेलाई काँस लाएर कस्तो भएछ, भर्खर यो लगाएर अलि राम्रो लाग्यो, नलजाउनु, हजुरले कसैलाई यस्तै लगाएको देख्नु भएको छैन र भने। देवरले एकचोटि देखेको सुनाए। यतिकैमा जानु, तपाईँ पनि नुहाउनु भनेर भोलि पनि यही बस्नुपर्ने भयो भन्दै मैले तेल घस्न सुरु गरेँ। देवर नुहाउँदै थिए। तलबाट फोन आयो, खाना खान यही आउनुहुन्छ कि कोठामै पठाइदिने हो? साउनीले भनिन्। मैले यही ल्याइदिनु भने।
देवरले नुहाएर सकेपछि खाना आयो। मैले लुङ्गी लगाएर खाना भित्र लिएँ। खाना लिएर फेरि लुङ्गी छराए। मेरो पहिरन देखेर देवरको भोटी माछा फुरुक्क फुरुक्क गरिरहेको थियो। देवरले मलाई थाहा नहोस् भनेर लुकाइरहेका थिए। मैले त्यो सबै देखेँ। मैले केही भनिनँ। खाना खाने समय भयो। देवरले नुहाएर पैन लगाएका थिए। मैले देवरलाई भने, बाबु हाफ कट्टु ल्याउनु भएको छैन? भाइ छ भने लगाउनु, अब खाना खाने हो। ल्याएको छु, हुन्छ म लगाउँछु भन्दै देवर बाथरुम गएर हाफ कट्टु लगाएर आए। अब देवरको भोटी शान्त थियो। देवरले आफ्नो लागि पसलबाट कोक ल्याएका थिए। मैले 2वटा गिलास निकालेँ। देवरलाई कोकसँग रम मिसाएर हालिदिए र मैले रम खान सुरु गरेँ। देवरले त्यो खाइसकेपछि म पनि थोरै चाख्छु भने। मैले फेरि कोकमा मिसाएर खानु भन्दै थोरै हालिदिएँ। खाँदा खाँदै आधी बोतल सकिएछ। मलाई रम लाग्यो, देवरलाई पनि लागेछ। अनि हामी दुवैले सँगै खाना खायौँ। हामी दुवै मातेका थियौँ। एकछिन कुरा गरौँ भन्दै म कुर्सीमा बसेँ। देवर पनि मेरो अगाडि खाटमा बसे। मैले लगाएको लुगा अलि त्यस्तै थियो। मेरा भोटी र सेतो रोटी सायद देवरले देखिरहेका थिए। त्यही भएर होला देवरको भोटी उफ्रिरहेको थियो। मैले त्यसतिर ध्यान नदिई काँच लाएर हिँड्न, उठ्न र बस्न समेत मिलेको छैन भनेर देवरलाई सुनाएँ। देवरले काँच भनेको के हो, यो कहाँ लाग्छ भनेर सोधे। अनि देखाउनु त कस्तो हुँदो रहेछ, म हेर्छु भने। म लाजले हैरान। मैले लजाउँदै भने, कहाँ देखाउने, यो देखाउने ठाउँमा कहाँ हुन्छ र? तर बाबु रम पिएको कुरा कसैलाई नबन्नु होला है। यति भनेर म टयलेट गर्न गएँ। भोलि र खुट्टा दुवै लटपटिरहेका थिए। म टयलेट गरेर आउँदा देवरले फोन कानमा राखेर भाउजूले त रम खानु भएको छ भने। त्यो सुन्न बित्तिकै मलाई रक्सीले छोड्यो। म डराउँदै देवरसँग फोन खोसेँ। देवर हाँस्दै मजाक गरेका हो भने। मैले ठुलो सास फेरेँ। अनि गफाडी देवर भन्दै खाटमा आएर बसेँ। देवरले मसँग फोटो हेर्छु भनेर मोबाइल मागे। मैले मोबाइल दिएँ। देवर र म दुवैले फोटो हेर्न थाल्यौँ। मैले छोटो कटु लगाएको फोटोहरू त्यही रहेछ। देवरले देखे, मैले पनि हेरेँ। देवर फोटो हेर्दैछन् भनेर मैले काँच लागेको ठाउँमा फेरि तेल घस्न थालेँ। देवर फोन छोडेर मैले तेल घसेको हेर्न थालेँ। मैले केही नबोली तेल घसिरहेँ। देवर नदेखे झै गरेर फेरि मोबाइल हेर्न लागे। मैले बाबु अब काँच कहाँ हुँदो रहेछ थाहा भयो, के रहेछ देख्नुभयो भने। मैले थप्ने, तपाईँको दाइ विदेश गएको पनि 3 वर्ष भयो, अझै 2 वर्ष आउँदैन भन्नुहुन्छ, मलाई कस्तो कस्तो हुन्छ। यति भनेर म सुत्न थालेँ। एकछिनपछि देवर पनि सुत्न खाटमा पल्टिए। देवरको भोटी माछा उफ्रिरहेको थियो। देवर मसँग टाँसिन थाले। मलाई पनि राम्रो लागिरहेको थियो। 3 वर्षपछि छोरा मान्छेको शरीरले मलाई छोएको थियो। रात लामो भएकोले 11:30 मात्र बजेको थियो। सुतेको थोरै समयमा देवरले मेरो पेटमा हात राखे। मलाई काउकुली लाएर मुसु मुसु हाँसे। कसो गर्दा मेरो हात भोटी माछालाई छुन पुग्यो। मैले तुरन्तै हात ताने। त्यसपछि त देवरले आफै मेरो हात पक्रेर माछा भएको ठाउँमा लगाइदिए। म चकित थिएँ र मनमा हलचल पनि मचिरहेको थियो। मैले सोचेँ, देवर सानो भनेको त ठुलै भएका रहेछन्, तर जे होस् मेरो इच्छा पुरा हुनेवाला थियो। मैले माछा खेलाउन थालेँ। देवरले पनि गुफामा हात घुमाउन सुरु गरे। अचानक के भइरहेको थियो मलाई थाहै थिएन। मैले देवरलाई भने, तपाईँ सानो भए पनि माछा त ठुलै बनाउनु भएछ, माछा खुब खेलाउनुहुन्छ, के हो? मैले यति भनेपछि देवर लजाउँदै त्यस्तो होइन भन्दै हाँसे। खेल्दा खेल्दै हामी दुवैबाट लाज हरायो। त्यसपछि देवर र म बीच हुनु नहुनु सबै भयो। केही बेरपछि हामी बीच फेरि त्यही भयो। त्यो रात हामी बीच 5 पटक भयो। अनि सुत्यौँ। अर्को दिन बिहान मैले देवरलाई यस विषयमा कसैलाई केही नभन्नु भने। अर्को रात पनि बचेको रम खाँदै फेरि त्यही काम भयो। आइतबार देवर निकै कमजोर जस्तो देखिए। मैले पैसा निकालेँ। देवरलाई टन्न नास्ता खुवाएर घर फर्काएँ। अब त सधैँ घरमै हुन थाल्यो। हाम्रो सम्बन्ध गहिरिँदै थियो। एक दिन मेरो मनमा सबै कुराहरू खेल्न थाले। मैले बुढा घर परिवार बारे सोचेँ। अनि मलाई भुल महसुस भयो र मैले देवरलाई बोलाएर सम्झाउँदै सात्विक नाता रहने गरी सबै बन्द गरेँ। मैले बुझेँ, जीवनमा कहिलेकाहीँ परिस्थितिले भुल गराउँछ, तर सही र गलतको सीमारेखा कहिल्यै बिर्सिनु हुँदैन। विवेक र मर्यादाको बाटो कहिल्यै छोड्नु हुँदैन। असल सोच र आत्मसंयम नै मानवताको साँचो पहिचान हो। साथीहरू, कथा कस्तो लाग्यो कमेन्ट गर्नुहोला। राम्रो लागे लाइक र शेयर पनि। यस्तै रोचक, रमाइलो र भावनात्मक कथा सुन्न यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को कथामा अरूसँग फेरि भेट हुने नै छ। म आशिका तपाईहरुसँग बिदा चाहन्छु। धन्यवाद।